हो यस रुबेन खड्काको मुडी सो छाडा तन्त्र सो यस टिकटक लाइभ ठमेल बजार यस मसँग त्यस्तो कुराको जवाब छैन ल तपाईँ चाहिँ खालि उल्टो उल्टो बुझ्नु हुँदो रहेछ म चाहिँ राम्रै कुरा भनेको क्या तपाईँले राम्रो कुरा गर्नुभएको छ यहाँ हो मैले राम्रो भनेको तपाईँ चाहिँ खालि त्यही मात्रै सोच्नु हुँदो रहेछ अनि कहाँबाट हुन्छ त उल्टो उल्टो यार उ त गरेर व्हाट डु मिन उठ्यो भनेको उठ्यो नि अरू पनि त हुनसक्छ कामहरू भयो घरको केहरू उठ्यो भनेपछि उठ्यो मात्रै हुन्छ त के बोलेको तपाईँ व्हाट डज पिपल से अबाउट दिस इट्स अ डबल मिनिङ मान्छेले के सोच्छ यार उसको छोरा ऊ त भन्छ नि यार प्यारी समझ गई म त निशब्द भए केटा हो प्यारी समझ गई समझ रहे हो समझ रहे हो समझ रहे हो ना तुम लोग समझ रहे हो समझ रहे हो समझ रहे हो समझ रहे हो ना तपाईँ गलत मात्रै बुझ्नु हुनुहुँदो रहेछ तर मैले राम्रै भनेको त्यस्तो नराम्रो सोच्दै भनेको होइन तपाईँ मात्र सही अनि तपाईँको के भयो अप्पुजी मेरो बिहे भइसक्यो त सिमल कता हुनुहुन्छ मेरो हस्बेन्ड चाहिँ हुनुहुन्न डिभोर्स भएको छोरा छ अनि तपाईँले सोधेको प्रश्न मैले त्यही तपाईँलाई सोध्न चाहन्छु सोधेमा तपाईँले के भन्नुहुन्छ त्यही प्रश्न म तपाईँलाई सोध्न यदि मैले सोधेँ भने प्रश्न भन्नु त गाइस ट्रिपल यार कुन प्रश्न भन्नु न कुन प्रश्न भन्नु न नै म सकिनँ म डाक्टरले के भन्छ कहिलेसम्म ठिक हुनुहुन्छ तपाईँ डाक्टरले बुझिन तपाईँलाई डाक्टरले के भन्छ कहिलेसम्म ठिक हुनुहुन्छ अरे म चाहिँ कहिलेसम्म ठिक हुन्छ भन्नुभएको हजुर म जहिले ठिकै ठिक नि बेठिक कहिले पनि छैन अनि अब तपाईँले बिहे नगर्ने त्यही त भनेको अलिक गतिलो खोजिदिनु भने तपाईँलाई मैले कस्तो गतिलो यस्तो 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 खालको सबै थोक गतिलो नि सबै थोक मतलब यो टिकटक लाइभ होला यो यहाँ भिडियो कल भइरहेन यार अलिक अब हुन्छ नि अलिक ह्यान्डसम अलिक हाइट पनि होस् लम्बाइ अब म 5 फुट 3 इन्च अलिक माथि नै छु म त अलिक ह्यान्डसम इन्चीको कुरा हो यार बर्बाद कलियुग घोर कलियुग गाइस 18 पुरा गर यार वायत कुरा इन्चीको कुरा हो यार टिकटक लाइभ छाडा लाइभ हो जाओ डबल टप्पा यार गाइस 18 वायत कुरा भयो भन्नुहोस् गाइस 18 अनि उल्टो उल्टो बुझ्नु हुँदो रहेछ म चाहिँ सुल्टो साँच्ची भनेको क्या मतलब त्यस्तो नेगेटिभ तरिकाले होइन यार हाम्रो लाइफमा पोजिटिभ कसले सोध्छ यहाँ सबै कुरा ठुलोले सबै कुरा डरले बुस्टिङ ट्रिपल पेला यार के यार भन्ने बेला के पनि लास्टमा पानी माथिको ओभानो गाइस ट्रिपल पेलाको बुस्टिङ पाउनुपर्छ यार गरौँ ल सबैजनाले प्लिज चाहिँ
लक्ष्मी कलेक्सन के प्लेस चाहिँ लक्ष्मी कलेक्सन भने के हो मलाई थाहा छैन मलाई पनि थाहा छैन के हो त भनेको त्यो भने के हो थाहा छैन खै मलाई थाहा छैन बोयफ्रेन्ड कलेक्सन चाहिँ हो भने थाहा हुन्छ है मलाई बोयफ्रेन्ड कलेक्सन कुछ शरम है कुछ घरमा छोरा छ कुछ शरम है कुछ तपाईँले पुरै बोयफ्रेन्ड कलेक्सन भने चाहिँ एकजना यस्तो कलेक्सन गर्ने चाहिँ मैले यहाँ लेख्दैछ क्या अनि मलाई त्यो चाहिँ थाहा छ भनेको घरमा छोरा छ भन्नुहुन्छ बोयफ्रेन्ड कलेक्सन अब जिम जाने केटा चाहियो अरे दरो चाहियो ए रबिन चाहिँ मैले मेरो हस्बेन्ड लुते ल्याङ्रे भएर छोडेको क्या त्यही भएर अलिक हट्टा खट्टा होस् भनेर के लुते ल्याङ्रे भएर बुढा छोडेको अरे लुलो न लुतो ल्याङ्ले न ल्याङ्रे थियो अनि काम गरी खानै नसक्ने खालको क्या ए बाबा हो के तिम्रो लागि अफ्रिका जाने मान्छे अफ्रिका त चाहिँदैन हाम्रो नेपालमा कस्तो ह्यान्डसम क्युट छ अफ्रिका त कस्तो कालो न कालो हुन्छ हौ कालो हुन्छ साला यहाँ टिकटक लाइभमा छु कि भिडियो कलमा छु म औडा बोल्दिन यार गाइस बुस्टिङ साक्षी भनेको ठिक छ तपाईँले भने जस्तो केटा मिल्नुहोस् त्यही कामना गर्छु आशीर्वाद दिएर जानु न बिहान छोरो पास भन्नु बिहा छोरो भइसकेको छ अनि के एकचोटि बुढाले छोडेन अर्कोचोटि बिहे हुँदैन मान्छेहरूले कति बिहे गर्छ 10 जना 20 जना बिहे गर्छ नदेखि झन् कति गर्छ नदेखिकन गर्छ कतिले त नदेखिकन सालाक विदेशीहरूको बुढी कतिसँग बिहे गरेर बस्या हुन्छ तपाईँलाई थाहा छैन हामी नेपाली होला हामी नेपाली हो नेपालमा बस्नु नेपाली संस्कृतिमा चल्नुपर्छ विदेश गएको छोरा मान्छेको बुढीहरू कतिजनासँग पहिला गएको हुन्छ तपाईँलाई यो कुरा थाहा छ कतिजनासँग मतलब कतिजनासँग उठ्यो घोडा चढ्यो भने तपाईँ धुरी चढ्ने एउटा खोज्दैछु एउटा अनि घरको श्रीमानमा तपाईँ के अभाव देख्नुभयो तपाईँले अर्को केटा खोज्नुभयो मेरो घरको श्रीमान त लुते ल्याङ्रे थियो क्या दारू खाने लुते ल्याङ्रे दारू खाने उता त गर्नै नसक्ने काम यताउता मातेको मान्छेले घरमा काम गर्छ सक्दैन के घरमा हुने मान्छेले त्यो दारू खाने घर काम गर्न सक्दैन के त्यही भएर उ त्यो गर्न सक्दैन भनेको तपाईँ चाहिँ खालि उल्टो धेरै बुझिन हाल्नु न कुन दिन खेतला खोज्न बेर्छ नि यार के बोलेको यार के बोलेको यस्तो के छ कलायो ए भगवान रविनजी खेतला लाउने भए म यो कुरै गर्ने थिइनँ तपाईँलाई चाहिँ एकजना हट्टा खट्टा खोजिदिनु है भनेर त्यो खेतला सेला नलाएको हुनाले भनेको मैले दुनियाँलाई जोडी मिलाउन बस्ने होइन यार प्लिज यार यस्ता कुरा यार स्टप दिस यार व्हाट इज यार अनि सोधिहाल्नु भयो अनि खोजिदिनु हुन्छ क्या भनेको नि पानीको फोर्स बढी आउने खाँदै नखाने क्या पाइपले हेलो जोइ बात गफ गर्ने ब्रो के साल